हामी कुलदेवताको पूजा 2083 को लागि बिहानै सँगै अमरेनबाट हिँड्यौँ। बिचमा रविन्द्र ठुलोबाबाट हुनुभयो र बिचमा यस्तो कुलाहरू अनि त्यो सात डाँडेका ठाउँहरू हुँदै हामी त्यसपछि चाहिँ मेरो पुरानो म पढेको स्कुल हुँदै यो पुलचोकको पुल साय खोलाको हुँदै कुलदेवताको ठाउँमा पुग्यौँ। आजको हाइकिङ यसरी साँगे फाँटको वरिपरि भइरहेछ। कुलदेवताको मन्दिर जाने बाटो यस्तो छ। सामानहरू तयार गरियो, दाउराहरू ल्याइयो, सफा गरियो अनि पूजाको लागि चाहिँ हाम्रो अङ्कलहरू आन्टीहरू सबै दाइहरू मिलेर यसरी गऱ्यो अनि पूजा सुरु भयो। ओम धातादि दादश चितन देवता पूजा ओम वीरभद्रादि एकादश चितन देवता ओम गौर्यादि षोडशनादि देवता पूजा ओम आभादि शतम देवता ओम विनायक ब्रह्माविष्णु रुद्रादि वरिष्ठादि देवता ओम फुल्यो राजवट। यसरी पूजाहरू अगाडि बढ्यो अनि त्यसपछि प्रसादहरू पनि वितरण भयो। खरखरे भट्टराईको देवलाई कोटी कोटी प्रणाम छ। यसरी नै हाम्रो कुलपितृको सदैव पूजा गर्ने चलन छ। 3 वर्षमा एकपल्ट बलि दिने चलन छ र यसो हाम्रो सामूहिक तस्बिर छ। सम्पूर्ण देवता पितृहरूले रक्षा गरून्। धन्यवाद। धन्यवाद। बाबु यहाँबाट नि खिच